हेलो साथीहरू, पाइथन ट्युटोरियल सिरिजको पहिलो भिडियो 0 मा तपाईहरु सबैलाई स्वागत छ। म विप्लव। यो ट्युटोरियल सिरिजमा म तपाईहरुलाई पाइथनको बेसिकबाट सुरु गरेर कसरी पाइथनमा इन्ट्रेस्टिङ प्रोजेक्टहरू गर्न सकिनेछ भनेर देखाउने छु। यो ट्युटोरियल सिरिज कसको लागि त? त्यसो भए यो ट्युटोरियल सिरिज तपाईहरु सबैजनाको लागि जसले अहिलेसम्म पाइथन अथवा कुनै पनि प्रोग्रामिङ ल्याङ्ग्वेजमा तपाईको एक्सपिरियन्स छैन र कतैबाट सुरु गरौँ भनेर खोजिराख्नु भएको छ भने ठ्याक्कै तपाईँ एकदम राइट ठाउँमा आउनुभएको छ। तर यो कसको लागि चाहिँ होइन भन्दाखेरि प्रोग्रामिङमा पहिले नै अरू कुनै प्रोग्रामिङ ल्याङ्ग्वेजमा तपाईँको एक्सपिरियन्स छ र पाइथन सिकौँ भन्नुहुन्छ भने यो अलि बोरिङ हुनसक्छ, अलि स्लो लाग्न सक्छ तपाईँलाई। तर पाइथन अथवा प्रोग्रामिङ ल्याङ्ग्वेजमा अलिकति एक्सपिरियन्स पहिले पनि छ, तर आफू अलिक कन्फिडेन्ट छुइनँ, अझै स्किलहरू ब्रसअप गर्नुपर्ने छ जस्तो लाग्छ भने म तपाईँलाई यो भिडियो सिरिजमा पाइथनको बेसिक कन्स्ट्रक्टबाट सुरु गरेर कसरी युजफुल प्रोजेक्ट्सहरूमा त्यो कन्स्ट्रक्टहरू एप्लाई गर्न सकिन्छ भनेर सिकाउने छु। आउनु सुरु गरौँ। पाइथन आफैमा एकदम भर्सटाइल, नेपालीमा भन्दाखेरि बहुउपयोगी प्रोग्रामिङ ल्याङ्ग्वेज हो। पाइथन जानिसकेको मान्छेले अरू कुनै पनि प्रोग्रामिङ ल्याङ्ग्वेजमा स्विच गर्न पनि गाह्रो हुँदैन र पाइथन आफैमा यति पपुलर र इन्डस्ट्रीमै पनि यति धेरै युज हुन्छ कि पाइथन जानेकै भरमा पनि तपाईहरुको लागि जब अपर्च्युनिटिजहरू खुल्नेछ। यति भनिसके पछाडि अब पाइथन कसरी इन्स्टल गर्ने सुरु गरौँ है त। प्रोग्रामिङ गर्न र सिक्न ल्यापटप छ भने धेरै सजिलो हुन्छ र म पनि त्यही रेकमेन्ड गर्छु। तर यदि कसैसँग ल्यापटप छैन भने पाइथन सिक्नकै लागि चाहिँ मोबाइलबाट पनि सिक्न सकिन्छ। यदि कसैसँग एन्ड्रोइड अथवा आइफोन छ भने पनि पाइथनको सर्टेन एपहरू इन्स्टल गरेर यो ट्युटोरियल सिरिज फलो गर्न सकिन्छ। र म पालैपालो विन्डोज, म्याक, एन्ड्रोइड, आइओएसमा कसरी के इन्स्टल गरेर चाहिँ हाम्रो पाइथन ट्युटोरियल सिरिज फलो गर्न सकिन्छ भनेर सिकाउने छु। इन्स्टल गर्नुभन्दा अगाडि मैले भन्नै पर्ने एउटा कुरा चाहिँ हामीले हरेक डिभाइसमा इन्स्टल गरिसके पछाडि पाइथनको पहिलो कोड हाम्रो हेलो वर्ल्ड कोड लेख्नेछौँ र त्यो लेखिसके पछाडि हाम्रो इन्स्टलेसन सक्सेसफुल भयो कि भएन भनेर पनि हामीलाई थाहा हुनेछ। तर त्यो सानो पार्ट अफ कोड लेख्दै गर्दाखेरि चाहिँ मैले ठ्याक्क जे लेख्छु यो भिडियोमा चाहिँ त्यसरी नै लेख्नु होला। स्मल लेटर, क्यापिटल लेटर, कुनै ठाउँमा स्पेस छ, कुनै स्पेसल सिम्बल छ भने अहिले चाहिँ जे लेख्छु मैले त्यसलाई नै फलो गर्नु होला। त्यसले गर्दाखेरि चाहिँ एरर आउने चान्सेसहरू कम हुन्छ। किनभने पहिल्यै भिडियोमा एरर आयो, प्रब्लम आयो भने चाहिँ मोटिभेसन नै हराएर जान सक्छ। यदि केही एरर आयो भने कमेन्टमा अवश्य लेख्नु पनि होला। र यहाँबाट आफ्नो कुन डिभाइसमा यो सिरिज फलो गर्ने हो डाइरेक्टली भिडियोको त्यो सेक्सनमा स्किप गर्दा हुन्छ। सुरुमा सबैभन्दा धेरैले युज गर्ने अपरेटिङ सिस्टम माइक्रोसफ्ट विन्डोजबाट सुरु गरौँ। विन्डोजमा हामी दुईटा कुरा इन्स्टल गर्छौँ। एउटा पाइथन आफैमा पाइथन भर्जन 3.14 र अर्को चाहिँ VS कोड एडिटर। पाइथन इन्स्टल गर्न गुगलमा गएर पाइथन फर विन्डोज सर्च गरौँ र त्यहाँ डाउनलोड पाइथनमा क्लिक गरिसके पछाडि चाहिँ यसले पाइथनको अफिसियल वेबसाइटमा लिएर जानेछ। र पाइथनको अफिसियल वेबसाइटमा चाहिँ त्यहाँ डाउनलोड्समा जाने बित्तिकै चाहिँ डाउनलोडबाट डाउनलोड फर विन्डोज अनि त्यहाँदेखि पाइथन भर्जन 3.14 डाउनलोड गर्दाखेरि ल डाउनलोड सुरु भइसक्यो। धेरै बेर लाग्दैन डाउनलोड गर्न र त्यहाँ क्लिक गर्ने बित्तिकै एउटा इन्स्टलेसन विन्डो आउनुपर्छ र यो इन्स्टलेसन विन्डोमा इन्स्टल नाउ गर्नुभन्दा अगाडि चाहिँ यो एड python.exe to path यो चाहिँ क्लिक गर्न नबिर्सनु। र त्यो क्लिक गरिसके पछाडि चाहिँ इन्स्टल नाउमा क्लिक गरिसके पछाडि र पाइथन इन्स्टल हुन्छ। यो धेरै बेर लाग्दैन, 3-4 मिनट लाग्ला। धेरै बेर लागे, मैले अलिकति फास्ट फरवर्ड गरेर एकैछिनमा इन्स्टल भएको देखाउँछु, तर 3-4 मिनट लाग्छ।
ल पाइथन इन्स्टल भयो, सेटअप वाज सक्सेसफुल। यसलाई क्लोज गरौँ अनि त्यस पछाडि स्टार्टमा गएर पाइथन भनेर लेखेर हेरौँ है त। स्टार्टमा गएर पाइथन र पाइथन 3.14 सबभन्दा माथि त्यहाँ आउँछ र त्यहाँ क्लिक गरिसके पछाडि चाहिँ एउटा यस्तो विन्डो आउँछ। यसमा अलिकति ध्यान दिएर हेरौँ, यहाँ पाइथन 3.140 भनेर लेखा छ अनि यो तिनवटा एरो साइन पछाडि चाहिँ केही लेख्न मिल्छ। त्यहाँ मैले पहिलो प्रोग्रामिङ कोड सुरु गर्छु, प्रिन्ट हेलो वर्ल्ड। र प्रिन्ट हेलो वर्ल्ड लेखेर इन्टर हानिसके पछाडि चाहिँ यसले मलाई फेरि हेलो वर्ल्ड रिटर्न गर्छ। यो के भयो, यहाँ हामीले जे लेख्यौँ त्यही रिटर्न गर्यो। यो हेलो वर्ल्ड चाहिँ प्रोग्रामिङ ल्याङ्ग्वेजको सबैभन्दा आइकोनिक लाइन मानिन्छ। मैले हेलो वर्ल्ड मात्रै लेखेको भए के हुन्थ्यो होला प्रिन्ट नलेखेर। यसले चाहिँ यहाँ सिन्ट्याक्स एरर दिन्छ। यो खासमा चाहिँ यसले हेलो वर्ल्ड यहाँ फेरि देखाए पनि यो चाहिँ प्रोग्रामिङमा गल्ती भयो भनेर भने हो। योभन्दा अगाडि चाहिँ केही नभनिकन हेलो वर्ल्ड भनेर यसले रेस्पोन्स दिएको थियो। अब अरू केही लेखेर हेरौँ न त। अरू केही लेखेर हेर्दाखेरि प्रिन्ट नमस्ते संसार। फेरि नमस्ते संसार। सो यो यदि मजाले चल्यो भने चाहिँ तपाईँको पाइथन चाहिँ इन्स्टल भयो सक्सेसफुल्ली र मैले एक्जिट गरेँ। अब पाइथन सँगसँगै भिजुअल स्टुडियो कोड कसरी इन्स्टल गर्ने त्यो हेरौँ है त। फेरि ब्राउजरमा गएर VS कोड इन्स्टल भनेर सर्च गरौँ। यसले चाहिँ VS कोडको डाउनलोड पेजमा जान्छ र विन्डोजको डाउनलोडमा हामी डाउनलोड गर्छौँ। त्यो डाउनलोड थिच्ने बित्तिकै डाउनलोड सुरु भइसक्यो मेरो। थ्याङ्क्स फर डाउनलोडिङ VS कोड। र यतापट्टि VS कोड डाउनलोड गर्न अलिकति बेर लाग्छ, धेरै बेर लाग्दैन। र यो इन्स्टल भइसके पछाडि चाहिँ यसको यो .exe फाइल हामीले ओपन गर्छौँ। ओपन र यसले VS कोडको सेटअप स्क्रिन देखाउनेछ। यहाँबाट चाहिँ अब आई एक्सेप्ट द एग्रिमेन्ट गर्नु पर्यो, इन्स्टल गर्नु पर्यो। धेरै कुरा चेन्ज गर्नु परेन, सुई नेक्स्ट र इन्स्टल सँगसँगै थिचिसके पछाडि चाहिँ यो आनन्दसँग आफै इन्स्टल हुन्छ। 3-4 मिनट लाग्न सक्छ। मैले यसमा पनि अलिकति फास्ट फरवर्ड गर्छु र मेरोमा अलि छिटो देखिन्छ, तपाईँकोमा अलि बेर लाग्न सक्छ। र VS कोड सक्सेसफुल्ली इन्स्टल भयो। यसमा चाहिँ लन्च भिजुअल कोड भनेर लेखा छ। यसमा फिनिस गरिसके पछाडि चाहिँ VS कोड सुरु हुन्छ है त। अब यो VS कोडको विन्डोज ओपन भयो। अब यहाँबाट चाहिँ पाइथन कसरी चलाउने त। हामीले पाइथन भनेरै त चलायौँ होइन, तर यो चाहिँ कोड एडिटर हो। यहाँ बसेर चाहिँ हामीले कोड लेख्छौँ र यहाँबाट चाहिँ हामीले यसरी यो माथिपट्टि फाइल एडिट भ्यूबाट टर्मिनल भन्नेमा गयौँ भने अनि टर्मिनलबाट चाहिँ न्यू टर्मिनल भनेर यहाँ तल एउटा टर्मिनल खोल्यौँ भने चाहिँ यहाँ चाहिँ पावर सेल तपाईँको खुल्छ। यो देख्ने बित्तिकै आत्तिनु पर्दैन होइन। यहाँ पनि तपाईँले पाइथन भनेर लेख्नु भयो भने चाहिँ अघि हामीले जहाँ चाहिँ हेलो वर्ल्ड लेखेका थियौँ त्यस्तै गरी यहाँ पाइथन 3.14.0 भनेर मजाले यो एउटा तिनवटा एरोवाला सिग्नल आउँछ। अब यहाँ फेरि मैले प्रिन्ट नमस्ते भनेर गरेँ भने नमस्तेले रिटर्न गर्छ। यो भनेको चाहिँ तपाईँको VS कोड पनि सेटअप भयो र VS कोडबाट तपाईँको पाइथन चलाउन मिल्ने सक्ने भयो। र यति गरिसके पछाडि चाहिँ सक्सेसफुल्ली विन्डोजमा तपाईँको सेटअप भयो भनेर बुझ्नुभयो हुन्छ है त। अब हामी जान्छौँ म्याक ओएसमा। म्याक ओएसमा पनि विन्डोजमा जस्तै गरेर पाइथन र VS कोड दुईटै इन्स्टल गर्नेछौँ। पाइथन इन्स्टल गर्नको लागि फेरि ब्राउजरमा गएर इन्स्टल पाइथन अन म्याक भनेर सर्च गर्ने। त्यस पछाडि चाहिँ python.org को अफिसियल पेजमा हामी गइसके पछाडि त्यहाँ पनि अघि विन्डोजमा जस्तै डाउनलोड्समा गएर चाहिँ त्यहाँ
डाउनलोड फर म्याक ओएस पाइथन 3.4.14.0 मा थिच्ने बित्तिकै डाउनलोड हुन सुरु हुन्छ। यो धेरै बेर लाग्दैन। .pkg फाइल डाउनलोड हुन्छ र यो डाउनलोड भइसके पछाडि चाहिँ हामी यसलाई क्लिक गर्छौँ र यसले म्याक ओएसमा पाइथन इन्स्टल गर्नेछ र यसमा धेरै सोच्नु पर्दैन, फटाफट कन्टिन्यू गर्नुभए हुन्छ, धेरै बेर लाग्दैन इन्स्टल। र यो तपाईँको चाहिँ यो इन्स्टल गर्दाखेरि एडमिनिस्ट्रेटर पासवर्ड माग्न सक्छ। त्यो माग्यो भने तपाईँले आफ्नो पासवर्ड हाल्नुपर्ने हुन्छ। र यति भइसके पछाडि पाइथन इन्स्टल भयो भनेर समयमा यसलाई क्लोज गरिदिने। यस पछाडि पाइथन इन्स्टल भइसके पछाडि चाहिँ हामी अब VS कोड इन्स्टल गर्न जान्छौँ। इन्स्टल VS कोड म्याक भनेर सर्च गरौँ र हामी भिजुअल स्टुडियो कोडको अफिसियल पेजमा जान्छौँ र यहाँ म्याकको लागि यहाँ सेलेक्ट गर्ने, म्याक ओएस डाउनलोड गर्ने। यदि तपाईँलाई थाहा छैन कि तपाईँको एप्पल सिलिकन हो कि कुन हो भने युनिभर्सल सेलेक्ट गरी भयो। थाहा छ भने जुन हो त्यहीमा क्लिक गरेर VS कोड डाउनलोड गर्ने। VS कोड सरासर डाउनलोड हुन्छ, धेरै बेर लाग्दैन। यो पनि डाउनलोड नअघिको जस्तै। झन्डै 10-15 सेकेन्डमा यो डाउनलोड भइसक्यो र त्यस पछाडि अब हामीले त्यसलाई क्लिक गरे पछाडि यो इन्स्टल हुन्छ र म्याक ओएसमा चाहिँ यो इन्स्टल भइसकेपछि यहाँ आउँछ र यसलाई चाहिँ कपी गरेर ड्र्याग एन्ड ड्रप गरेर मैले एप्लिकेसन्समा राख्छु। त्यो गर्ने बित्तिकै यसले फेरि एकचोटि मलाई आफ्नो एडमिनिस्ट्रेटर पासवर्ड माग्छ। त्यो गरिसके पछाडि चाहिँ मैले VS कोडलाई सर्च बारमा एक्सेस गर्न सक्छु र मैले भिजुअल स्टुडियो कोड त्यहाँबाट सर्च बारबाट ओपन गरेँ। अलिकति समय लाग्छ यसले। या आर यु स्योर यु वान्ट टु ओपन इट? ओपन। र अब VS कोड ओपन हुन्छ। अब हामीले यहाँ पनि भिजुअल स्टुडियोमा नि टर्मिनलमा गएर टर्मिनल ओपन गर्छौँ र टर्मिनलमा पाइथन भनेर लेख्छौँ है। टर्मिनलमा पाइथन लेखिसकेपछि चाहिँ हामीले अघि भर्खर इन्स्टल गरेको पाइथन 3.14.0 चाहिँ यहाँ देख्छौँ र अब यहाँ फेरि प्रिन्ट हेलो वर्ल्ड भनेर लेख्छौँ र यो सक्सेसफुली प्रिन्ट भयो। प्रिन्ट नमस्ते संसार भनेर पनि लेख्छौँ। नमस्ते संसार प्रिन्ट भयो। यति भयो भनिसके पछाडि चाहिँ यो म्याकबुक इज रेडी फर पाइथन है त। ल अब हामीले म्याकबुकमा पनि पाइथन सेटअप गर्न सक्ने भयौँ। नेक्स्ट हामीले एन्ड्रोइडमा कसरी पाइथन इन्स्टल गर्न सक्छौँ भनेर हेर्नेछौँ। एन्ड्रोइडमा मैले रेकमेन्ड गर्छु पाइड्रोइड 3। यसको चाहिँ लिङ्क मैले डिस्क्रिप्सनमा पनि राखिदिएको छु। पाइड्रोइड 3 इन्स्टल गर्नको लागि प्ले स्टोरमा जाने। सुरुमा प्ले स्टोरमा गइसके पछाडि चाहिँ पाइथन भनेर सर्च गर्ने बित्तिकै पनि यहाँ चाहिँ पाइड्रोइड 3 IDE फर पाइथन 3 भनेर यो देखिन्छ। यो इन्स्टल गर्नुहोस्, धेरै बेर लाग्दैन यो इन्स्टल गर्न पनि। र यो इन्स्टल पनि भइसक्यो है त। ओपन गरौँ र वेलकम टु पाइड्रोइड 3 कन्टिन्यू गरौँ। अनि वाट्स योर गोल लर्निङ पाइथन, वाट्स योर पाइथन लेभल बिगिनर, वाट टाइप्स अफ प्रोग्राम्स एक्जिट गरौँ। यसमा चाहिँ प्रिजर्भ फाइल्स एन्ड एक्जिट गरिदिउँ होइन। कन्टिन्यू र क्रिएटिङ यर पाइथन आइडी कन्टिन्यू गरौँ। खासै हामीलाई अहिले प्रिमियम चाहिएन र यहाँ भने पनि माथिपट्टि क्रस बटन चाहिँ एक्जिट गरौँ। कन्टिन्यू टु सी रेलेभेन्ट एड्स जे मन लाग्छ सेलेक्ट गरौँ वान अफ द सेटिङ्स। यति भइसके पछाडि चाहिँ अब यहाँ चाहिँ बसेर हामीले कोड लेख्न सक्छौँ र मैले प्रिन्ट हेलो वर्ल्ड भनेर लेख्छु र यहाँ
यतापट्टि पहेँलोमा रन बटन छ, त्यो थिच्ने बित्तिकै हेलो वर्ल्ड भनेर यसरी आयो प्रोग्राम फिनिस्ड। फेरि अर्को लाइनमा गएर प्रिन्ट नमस्ते संसार भनेर लेख्नेछु र रन गर्दाखेरि चाहिँ दुईटै हेलो वर्ल्ड र नमस्ते संसार दुईटै प्रिन्ट हुन्छ यसरी कन्सोलमा। र यो हुनु भनेको चाहिँ पाइथन सक्सेसफुली रन भइरहेको छ भनेर बुझिन्छ। र यो पाइड्रोइडमा चाहिँ गरिसकेको कुराहरूलाई छुट्टा छुट्टै फाइलमा बनाएर राख्न पनि सकिन्छ, जसले गर्दाखेरि चाहिँ मैले यहाँ यो सिरिजमा पढाउने कुराहरू देखाउने कुराहरू चाहिँ फरक फरक फाइलमा सेभ गरेर पछि फेरि रन गर्न नि मिल्यो है त। नेक्स्ट हामी आयौँ अब आइफोनमा। आइफोनको लागि चाहिँ मैले खोज्दाखेरि चाहिँ सजिलो लागेको चाहिँ मलाई यहाँ पाइथन 3 IDE। यो इन्स्टल गर्नको लागि फेरि एप स्टोरमा जाने र पाइथन IDE अथवा पाइथन 3 IDE भनेर खोज्दाखेरि छ। त्यसमा चाहिँ पाइथन 3 IDE यो क्रोमेटिक एपको इन्स्टल गर्ने, धेरै बेर नलाग्नु पर्ने हो इन्स्टल गर्नु। इन्स्टल भइसके पछाडि यसलाई ओपन गर्छौँ हामी। र यो पाइथन 3 IDEमा चाहिँ पहिले नै एउटा सेट अफ एक्जाम्पल कोडहरू पनि आउँछ। म हेलो वर्ल्डमा जान्छु, त्यहाँ हेलो वर्ल्डमा गइसके पछाडि प्रिन्ट हेलो वर्ल्ड पहिले नै लेखिसकिएको छ। म यसलाई सर त्यहाँ गरेर रन गर्छु। रन गरेर हेर्दाखेरि तलपट्टि हेलो वर्ल्ड प्रिन्ट भएर लेखिएर आयो। अब फेरि म चाहिँ प्रिन्ट नमस्ते, अलिकति चाहिँ मोबाइलमा गर्दाखेरि चाहिँ टाइप गर्न अलिकति झन्झटै हुन्छ हुन चाहिँ, ल्यापटपमा जस्तो अलि हुन्न। नमस्ते संसार भनेर लेख्छु र यसलाई ब्राकेट क्लोज रन गर्छु र हेलो वर्ल्ड नमस्ते संसार दुईटै प्रिन्ट हुन्छन्। यो भन्नुको मतलब चाहिँ तपाईँको त्यो इन्भाइरोमेन्ट रेडी छ, चलिरहेछ भन्ने बुझिन्छ। यति भयो भने चाहिँ पाइथन इन्स्टल गरियो। सो हामीले सक्सेसफुली विन्डोज, म्याकओएस, एन्ड्रोइड र iOSमा पाइथन इन्भाइरोमेन्ट सेटअप कसरी गर्ने र के इन्स्टल गर्नुपर्ने छ भनेर आजको भिडियोमा हेऱ्यौँ। मैले यी सबै टुलहरू अथवा इन्स्टलेसन्सहरूको लिङ्क डिस्क्रिप्सनमा, तल डिस्क्रिप्सनमा पनि राखिदिएको छु। यदि केही समस्या आयो भने भिडियोमा कमेन्ट गर्नुहोला। सकेसम्म म कमेन्टको रिप्लाई गर्न खोज्नेछु र मैले सकिनँ भने पनि अरू कुनै साथीहरूले तपाईँहरूलाई हेल्प गर्न सक्नुहुनेछ। यसका साथसाथै हामी आजको यस भिडियोको अन्तिममा आइसकेका छौँ। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनुहोला। यदि मन पर्यो भने लाइक अनि सब्सक्राइब पनि गर्नुहोला। तपाईँहरूको सानो सानो एक्सनले मलाई यस्तै अरू भिडियोहरू बनाउन मोटिभेट गर्नेछ। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।